हेलो हेलो म चाहिँ प्रकाश रोका होइन अब आज अलि म लङ टाइमपछि भिडियो बनाएर छु। अब हामीलाई नि नेपाल क्रिकेट टिमको अब स्क्वाड अनाउन्स गर्दा पनि म भिडियोहरू बनाइन। अब टाइम अहिले त्यस्तै थियो, 17-18 घन्टा ड्युटी हामी खान परिहाल्यो त्यतिखेर होइन। अब मोबाइल चलाउने, अब भिडियो बनाउन यता अझ केही गर्न दिइरहेको थिएन। अब हिजोको म्याच चाहिँ मैले हेरिरहेको थिएँ होइन, श्रीलङ्का ए टिमसँग नेपालको जुनियर अब नेपालको राष्ट्रिय टिम जुन चाहिँ अब 2026 को हुन लागिरहेको वर्ल्ड कपमा खेल्ने टिमले खेलिरहेको थियो होइन। त्यो टिमले खेल्दा चाहिँ मलाई कस्तो लागिरहेको थियो भने अब विकेट धेरै गएन, 5 विकेट गएको थियो होइन। टार्गेट पनि राम्रै टार्गेट भन्नुपर्छ, 186 को टार्गेट दिएको थियो। तर पनि श्रीलङ्काको टिम एले नै क्या त्यो टार्गेट चेन्ज गरिदियो होइन। बलिङ राम्रो भएन भनौँ, फिल्डिङ होइन। हुन त अब सुरुमा ब्याटिङ राम्रो भएको है, अझ धेरै टार्गेट दिन सक्थ्यो। इङ्ल्यान्डलाई हराउने टार्गेट लिइरहेछ अब नेपालको क्याप्टेनले नै होइन। यही पर्फर्मेन्सले गर्दा त के भन्छ, इङ्ल्यान्डलाई हराउने त सपना मात्रै हुन्छ क्या। अलि जोस जागर ल्याउनु पऱ्यो क्या, अलि एनर्जेटिक भएर खेल्नु पऱ्यो क्या, एनर्जी निकाल्नु पऱ्यो क्या भित्रैदेखि हुन्छ नि। योभन्दा अघिल्लो पालि पनि त्यस्तै भएको थियो, नराम्रै भएर हार्यो। साउथ अफ्रिकासँग 1 राउन्डै हारिरहेको थियो होइन। हुनसक्छ यो पालि चाहिँ त्यस्तो देख्न नपरोस्, त्यस्तो देख्न चाहिँ नपाइयोस् मलाई लाग्छ। अब अघिल्लो वर्षभन्दा धेरै बुझिसकेको, धेरै माइन्डसेटहरू धेरै हुन्छ नि, प्लानिङहरू धेरै चेन्ज भइसकेको। त्यो अनुसार चाहिँ अघिल्लो वर्ष जस्तो खेलेको थियो त्योभन्दा चाहिँ एकदमै राम्रो खेलेछ। राम्रो होस्, बेस्ट अफ लक टिम नेपाललाई।